सो आज चाहिँ मलाई एउटा कुरा एकदमै भन्नै मन लाग्यो है। यो चाहिँ रिसेन्टली नेपालमा एउटा जुन ट्रेन्ड चलिरहेछ नयाँ पार्टी खोल्ने है, यो किन पनि राम्रो होइन भनेदेखि जति थोरै पार्टी भयो त्यति राम्रो व्यवस्था आउँछ है। त्यो नियम चाहिँ पछि गएर चेन्ज हुन्छ या के हुन्छ थाहा छैन, तर मलाई लागेको कुरा चाहिँ के हो भनेदेखि अब कारखाना खोल्नुपर्ने होइन, ठुल्ठुलो रोजगारीहरू भित्राउनु पर्ने ठाउँमा नयाँ नयाँ दल नयाँ नयाँ पार्टी खोलेर अब हिल्टनहरू जलाउने हो भने चाहिँ त्यो चाहिँ मेरो लागि स्वीकार्य हुन्न है। तपाईँले रोजगारीहरू क्रिएट गर्नुपर्छ, देशको युवालाई त्यसमै राख्नुपर्छ, अनि मात्र त्यहाँनिर विकास हुन्छ। जो पनि आउने पार्टी खोल्ने कार्यले त्यहाँ विकास हुँदैन।